नमस्कार साथीहरु, स्वागत छ टेक्निकल नेपाल युट्युब च्यानलमा। आजको यो भिडियोमा साथीहरु ई-सेवाबाट बिजुलीको बिल कसरी तिर्ने एकदमै सजिलो तरिका सिकाउनेछु साथीहरु। यसको लागि साथीहरु ई-सेवालाई ओपन गर्नु होला। ई-सेवालाई ओपन गरिसकेपछि इलेक्ट्रिसिटी लेखेको छ, यहाँ टच गर्नु, यसमा टच गर्नु होला तलनेर। त्यसपछि माथिनेर यहाँ लेखेको छ महत्त्वपूर्ण जानकारी लेखेको छ तिनेर। तलनेर यहाँ बिजुलीको बिल तिर्ने समय दिएको छ त्यसमा यहाँ अलि तल आउनु भने यहाँ काउन्टर लेखेको छ। काउन्टरमा तपाईले कहाँबाट तिर्नुहुन्छ बिजुली बिल? जस्तै म दाङ घोराइबाट तिर्दैछु भनेपछि यहाँ दाङ घोराइ लेख्दैछु साथी यहाँ। जस्तै यहाँ सर्च गर्न तपाईले कहाँबाट तिर्नुहुन्छ यहाँनेर पनि आइहाल्छ। यहाँ देख्नुहुन्छ सर्च गर्दा पनि हुन्छ, यहाँ तपाईले उ गर्दा पनि हुन्छ। जस्तै म यहाँ सर्च गर्छु यसरी, यहाँनेर साथीहरु घोराइ आइसकेको छ। तल देख्छु यहाँ घोराइ आइसकेको छ। तपाईले कहाँबाट तिर्नुहुन्छ त्यो सर्च गर्नु होला। यहाँनेर सर्च गर्नु, यहाँ काउन्टर घोराइ आइसकेको छ। एससी नम्बर यहाँ राख्छु, तपाईको बिलमै हुन्छ साथीहरु यहाँ। जस्तै म एससी नम्बर पनि राख्दैछु यहाँ। यहाँनेर साथीहरु मैले यहाँ राखिसके, कस्टमर आइडी पनि राखिसके देख्छु यहाँ। यसरी तपाईले पनि राख्नु होला। यहाँनेर काउन्टर घोराइ रहेको छ मेरो, यहाँ एससी नम्बर यति तल रहेको छ। अलि तल यहाँनेर कस्टमर आइडी रहेको छ साथीहरु। यति राख्नु होला साथी। त्यसपछि यहाँ पोर्सेटमा क्लिक गर्नु छ। पोर्सेटमा एकचोटी टच गर्नु होला। पोर्सेटमा टच गरिसकेपछि यहाँ तपाईले फेरि पनि चेक गर्नु होला यहाँ तपाईको नाम सही छ कि नै। यहाँ नेम यहाँ दिएको छ, कस्टमर आइडी यतातिर साइड, काउन्टर यहाँ यतातिर साइडमा दिएको छ यहाँ। कस्टमर आइडी तल दिएको छ यहाँ, एससी नम्बर तल दिएको छ यतिको छ यहाँ। त्यसपछि यति लेखेर चेक गर्नु होला साथी। चेक गरिसकेपछि यहाँ टिकमा यहाँ कोठामा एकचोटी टच गर्नु होला। कोठामा टच गरिसकेपछि यहाँ त मेरो बिल 286 रुपैयाँ आएको रहेछ साथीहरु यहाँ त देख्छु यहाँ। अलि तल यहाँ पोर्सेटमा क्लिक गर्नु, फेरि पनि यहाँ पोर्सेटमा एकचोटी टच गर्नु होला। पोर्सेटमा क्लिक गर्नुमा फेरि पनि चेक गर्नु होला तपाईले यहाँ ठिक छ कि नै सबै कुराहरु यहाँ। तपाईको नेम सही छ कि नै यहाँ, काउन्टर यहाँ देख्छु यहाँ। यतातिर साइडमा कस्टमर आइडी सही छ कि नै तपाईले हेर्नु, एससी नम्बर पनि तल दिएको छ। त्यसपछि यहाँ कन्फर्ममा क्लिक गर्नु होला साथीहरु। कन्फर्ममा क्लिक गरिसकेपछि यहाँ यतातिर साइडमा पेमा क्लिक गर्नु होला तलनेर। यो एरोमा टच गर्नु होला। एरोमा टच गरिसकेपछि यहाँ तपाईको ई-सेवाको 4 वटा पिन यहाँनेर राखिदिनु होला। यहाँनेर साथी मैले ई-सेवाको पिन पनि राखिसके। पिन राखिसकेपछि कन्फर्ममा टच गर्नु होला। कन्फर्ममा क्लिक गरिसकेपछि यहाँ एकछिन लोड लिन्छ। यहाँनेर देख्नुहुन्छ बिजुलीको पेमेन्ट सक्सेसफुल भइसकेको छ यहाँ आइसकेको छ। तपाईले यहाँ डन गरिदिनु होला यहाँ। यसरी नै सजिलैसँग आफ्नो ई-सेवाबाट बिजुलीको बिल तिर्न सक्नुहुन्छ साथीहरु। ल त साथीहरु, आजको भिडियो यति नै। अर्को नयाँ भिडियोमा फेरि भेटौँला। बाइ बाइ।